मनमा के छ अहिले मलाई थाहा छैन, तर मेरो मनमा कहीँ कतै भ्रष्टाचार गरौँला, अन्याय अत्याचार गरौँला, यो देश बेचौँला, विदेशीसँग साँठगाँठ गरौँला, पैसा अकुत कमाउँला, मान्छे मारौँला, होइन सत्ताको दुरुपयोग गरौँला भन्ने किसिमको मेरो छ। कुरो बुझ्नु भएन? म त्यति निष्कलङ्क मान्छे, अरूको बारेमा त म ठेक्का लिन सक्दिनँ है। अरूको मनमा के छ त, म प्रति के चिताइराखेको छ भन्ने कुरा थाहा छैन, तर म मेरो तर्फबाट सत्यमा छु, तथ्यमा छु। हर्क साम्पाङसँग तपाईँको चाहिँ कोही मान्छे किन तपाईँको त्यो राष्ट्रिय नेताहरू आउँछ बस दुई चारवटा प्रश्न म पनि सोध्छु, उहाँहरूको पनि सोध्छु भनेको खोइ त कसैले कहिले आँट गर्यो म उहाँहरूलाई स्वाधीनताको बारेमा सोध्छु, सिमानाको बारेमा सोध्छु, होइन देशको अर्थतन्त्रको बारेमा सोध्छु, यो देशमा कसरी चाहिँ नि आमूल परिवर्तन ल्याउन सकिन्छ त, आर्थिक रूपमा, सामाजिक रूपमा, सांस्कृतिक रूपमा कसरी ल्याउन सकिन्छ भनेर सोध्छु। भनेको खोइ कोही आउनु मान्नु न, कसैले गर्नु सक्दैन।